मेरो मेरो भनाइ त अब कोही सुन्दैन। त्यही मेरो फेसबुक फ्रेन्ड त्यही 200-300 जनाले सुन्छ होला, अरू त कसैले सुन्दैन मेरो भनाइ। त्यही हो, नेपालमा फेरि पनि यस्तो नहोस् भन्छौ भने सबभन्दा पहिला त्यो दुइटालाई झुन्डाइयोस्। होइन भने आज होइन भोलि पनि हुन्छ, भोलि 2 वर्षको लागि हुन्छ, पर्सि 1 वर्षको लागि हुन्छ। नमस्कार, म चाहिँ सबैले चिन्नु भएको होला, म चाहिँ तपेन्द्र बुढा छेत्री। म चाहिँ आज के भन्न आयो भनेपछि हाम्रो के भन्नु पनि कसरी भन्नु के बा हाम्रो नेपालमा 3 वर्षको बालिका नाबालिका बच्चा, छ्या उसलाई त के सही के गलत भन्ने पनि थाहा छैन के। उसलाई रेप गरेर 2टा आँखा निकाल्दा जिब्रो काटियो, शरीरभरि चुरोटको डाम छ। नेपाल कस्तो देशमा छु म। 3 वर्षको बच्चालाई रेप हुन्छ भने हाम्रो छ नि त नेपालमा कसरी हिँड्ने हो हाम्रो छोरीबेटी चेलीबेटी दिदीबहिनीहरू, कसरी जे मन लाग्यो नि त्यही हुन्छ क्या हाम्रो देशमा। जबसम्म त्यो रनमती 2टालाई झुन्डाइन्न नि भोलि पनि हुन्छ। 3 वर्षको लागि भयो, 2 वर्षको लागि ए ल एउटाले बलात्कार गरेर त्यसलाई सिधै झुन्डाइदेऊ न, कसले गर्छ अर्को, कसको आँट आउँछ कि अर्को गर्ने। छ्यामा आफैलाई मलाई लाज लागिरहेको आज छोरो मान्छे हुनुमा यस्तो सुन्दा। त्यो 2टालाई झुन्डाइदेऊ, फेरि त्यो आँट कसैले गर्ने नै छैन त्यस्तो गर्ने। होइन भने आज हुन्छ भोलि हुन्छ, सधैँ हुन्छ। आफै जोगिएर हिँड्न पर्ने।